जिन्दगीमा यति धेरै पैसा कमाउनु पर्ने छ कि गोजीबाट झुकिएर 1000 रुपियाँ झरिहाल्यो भने त्यसलाई नटिप्ने क्या, त्यसलाई त्यत्तिकै छोडिदिने। अच्छा तर अहिले चाहिँ कसैले 100 रुपियाँ झारेर गए पनि हुँदैन, टपक्क टिपेर खाजा खान चल्दिहाल्थे। सो अहिले चाहिँ हामी लाग्दिएको काम गर्नलाई अनि मेरो चाहिँ हात दुखेर मर्न लागेको छ एकदमसँगले। अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि बिर्तामोडको वान एन्ड ओन्ली स्पोर्ट्स हब्स गेमस्ता स्पोर्ट्स हबमा छौँ। यहाँ चाहिँ फुटसल, क्रिकेट, स्विमिङ, बास्केटबल अनि टेनिस एकदमसँगले मस्तसँगले खेल्न पाइन्छ। झापाको गर्मीले मर्न लागेको थियो, फेरि पानी परेर बचाइहाल्यो। बल्ल बल्ल पानी परेको, मैले पनि पानीमा भिज्दै मस्तसँगले इन्जोय गरिहालेँ टक्क लाएर चट्टसँगले। यता चाहिँ दुईटा कागले रोमान्स गरिरहेको रहेछ अनि टक्क लाएर यताबाट चाहिँ अर्को कागले चाहिँ ट्वा पर हेरिरहेको छ। फाइनली हाम्रो चाहिँ मेसिन स्टार्ट भइसक्यो। अब चाहिँ हाम्रो काम स्टार्ट हुन्छ होर्डिङ बोर्ड बनाउने। काम गर्दै थियौँ, यता त मस्तसँगले हर्स राइडिङ भइरहेको रहेछ। यस्तो चाहिँ मैले मुभीमा मात्रै देखेको थिएँ। हेर्न चाहिँ एकदमै मजा आइरहेको थियो। यता चाहिँ हाम्रो मस्तसँगले पेट पूजा भइरहेको छ फुड हन्टिङबाट एकदमसँगले मजासँगले एकदम दामी बबाल मिठो 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 थियो, एकदम मजा आइरहेको छ।